आज म यो दिदीहरुसँग घुम्न जाँदैछु है। यो दिदीहरु कहाँ जाने अरे हैन, कहाँ जाने भन्नुहुन्छ खै, कहाँ पुग्नु हुने अरे। म पनि जान्छु त नि भनेर चाहिँ म हिँड्दैछु। दिदीहरु कहाँसम्म पुग्नुहुन्छ अनि म पनि त्यहीसम्म पुगेको भिडियोहरु हजुरहरूलाई देखाउँछु है। निस्किसकेको छ हामी चाहिँ घरदेखि। अनि अब हेरौँ कहाँसम्म पुगिन्छ है। दिदीले छोडेर जानुभएछ कि त्यो दिदीले अहिले हामीले जाने हम दिदीलाई। हजुर कम्ती हुनुहुन्छ कि दिदी छोडेर जानुभएछ कि जानी भनेर, सँगै जानी भनेर। अनि हाम्रो दिदीले चाहिँ मलाई पर्खिनु भयो हल्का। अनि बाख्रालाई घाँस राखिदिनु लाग्नुभयो, उहाँले चाहिँ छोडेर जानुभएछ। कस्तो राम्रो फुल हो नि। ल थाहा भयो हामी चाहिँ पिपरी जाँदै रहेछ हैन। मलाई थाहा थिएन कहाँ पुग्ने भन्ने। पिपरी जान थालेको रहेछ। टन्न सिमीहरू फल्न थालेछ यतातिर भाइ चाहिँ। हजुर यो ठुला ठुला आलु फलाउने दिदी यहाँ हो कि। यस्तै ठग्नुहुन्छ र उहाँको आलु ठुल्ठुला फल्छ हेर्नु है। हामीलाई छोडेर आउनु भएको उहाँले। अनि यो दिदी चाहिँ रिसाएर बम हुँदै हिँड्नु भएको छ है, मलाई छोडेर हिँड्यो भनेर। हेर 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 छोडेर नि ठगानी दिदी। अब यहाँ दुईटाको अब यहाँ हेर्नु। उताबाट गाडी गर्दै हुनुहुन्छ, चाँडै आइज भन्दै हुनुहुन्छ। यहाँ हेर्नु त बम बम भन्दै हुनुहुन्छ रिसाएर। हेर्नु 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 यहाँहरू पाउनु पाउनु। म टिकटक बनाइदिन्छु। यहाँले हामीलाई कराउँदै आउनु भएको छ टिकटक बनायो भनेर। म चाहिँ टिकटक बनाइदिन्छु बनाइदिन्छु। होइन हो बारे हो हो कराउनु भएको होइन। अहिले चाहिँ मिल्नु भयो सबैजना हेर्नु। अघि कराउनु भएको थियो, अहिले सबैजना मिल्नु भयो। मिलेको छ त 50 रुपियाँ अरे। ए मिलेको छ त 50 रुपियाँ पाउनु भएछ। खै देखाउनु 50 रुपियाँ। मिलेको छ त 50 रुपियाँ। झगडाको मेलमिलाप चाहिँ 50 रुपियाँमा नि हुन्छ है यतातिर भाइ। उहाँले चाहिँ दिनुहुन्न अरे। लो आलुको बुटामा झगडा गर्नु लड्खेनलाई दुईटी आलु पालो मुनु पर्छ। म टिप्दै भित्र राखेको छु। हामी चाहिँ आइपुगेको छ है पिपरी फाइनली हैन। यो पिपरी चोक हो। यहाँनिर छ अरे के भित्र खानेपानी अफिस। त्यहाँनिर छ अरे यहाँहरूको मिटिङ हैन। मेरो चाहिँ छैन मिटिङ। मैले चाहिँ त्यस्तो मिटिङमा म चाहिँ मेरो काम छैन। त्यति दिदीहरूको साथी म घुम्नु मात्रै आएको है साथीहरू। आउनुभयो आउनु भएछ त। नथाबाट जानुभएको रहेछ। ए बिचारा लिएर आउनु भयो त। ऊ फर्केर आउनु भयो। ऊ आउँदै हुनुहुन्छ त। मैले हजुर तल खानपानीको अफिस नै गरे क्या। साँच्चै भन्दा नाचेर रहेछ नि त। यता फर्केर नाचौँ। यता फर्केर नजिक जानु पाए त हुन्थ्यो होइन। अहिले 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 जान्ला है। म साँच्चै बनाउँछु। म त टिकटक बनाउने ठाउँ देखाइदिने मलाई स्टोरी। टिकटक बनाइदिने रे मैले। पर्खिनु भन्नुभएको थियो यहाँले। हो र
अनि कति ज्ञानी हुनु रहेछ त अनि हामीलाई पर्खिनु भएछ हजुरहरूले पनि नपर्खिकन हिँड्नु रहेछ के दिदीले फेरि बाख्रालाई घाँस ल्याउनु जानुभयो म फेरि मुख धोएर आउँछु भनेर रेडी भइरहेको थियो अनि त्यसपछि त दिदीले छोडेर निस्किरहेको थियो दिदी छोडेर थियो माथि बाटोमा आउँदा त पारी पुगिसकेको पुगे नि पुगा भनेर हामी सस्तो आयौँ पक भन्दै अनि एकछिनपछि त लुछिरहेको अनि 50 रुपियाँमा फेरि मिलामत भएछ फेरि यस्तो हुनुहुन्छ ऊ पारिँदैछ त त्यति धेरै एकछिन त पर्यो भन त हाम्रो दिदीहरू आउनुभएको मिटिङ भनेको चाहिँ यहाँनिर रहेछ है यहाँबाट आउनुभएको हाम्रो दिदीहरू आउनुभएको यहाँ दिदीहरू पछि पछि म आएको पनि यहीँ होइन अनि ठक्क सबैजना हामी यति धेरै भएर भेला भएर आएको चाहिँ यहाँ हो होइन धेरैजना दिदीबहिनीहरू जम्मा हुनु भएको रहेछ के छ अरे दिदी यहाँनिर सानो किसानको हजुर साधारण सभा सानो किसानको साधारण सभा नि सदस्य दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद तथा हार्दिक अभिवादन गर्न चाहन्छु सञ्चालक समिति तथा अध्यक्षबाट भयो हामी बसौँ ल कोही किनभने हामीहरू दिदीबहिनीहरू एकदम पछि आफ्नो मनमा लागेको कुरा भन्न नसक्ने पछि गएर मन किन्न नबनाउनु हामी दिदीबहिनीहरू हामीहरू चाहिँ यहाँनिर कार्यक्रम भएको ठाउँमा आइपुगेको छ धेरैजना दिदीबहिनीहरू उपस्थित हुनुहुन्छ है ल कार्यक्रम सकेर पनि हाम्रो दिदीहरूको समूहको यहाँनिर सबैजना दिदीबहिनीहरू गइसक्नुभयो अब हामी पनि फर्केर जाने बेला भइसक्यो होइन दिदीहरू चाहिँ साइन गर्न जानुभएको छ क्या त्यहाँ नाम दर्ता गर्नुपर्ने हुन्छ नि त आइसकेपछि हाजिर लगाउनु पर्ने हुन्छ त्यही भएर चाहिँ हाजिर लगाउनु जानुभएको छ अनि पर्खेर बसिराखेको छ हामी चाहिँ होइन ल हाम्रो चाहिँ मिटिङ भएर चाहिँ हामी यति नौरा आइसक्यो है कसले खै तिन बज्न लगाइसक्यो हामी चाहिँ छिटो घर पुग्नुपर्छ है अಯ್या मम्मी घरको बाटो पो रहेछ हो त्यस्तो हुने भने त एउटा गराउनु नि बाख्रा भेट्छ होइन केराको बुट्टा त पुग्लुकै मरेछ त अनि हेर्न मन नै लाग्दैन हो त्यो मासु कस्ता कुरा हुँदैछ हेर्नु है हजुर ल हेर किनौँ न के हो के छ दाइ के छ भन्नु त हजुर हजुर के ल्याउनु भएको छ अब मसँग भएको च्याउ पराले च्याउ डल्ले च्याउ सुन्तला स्याउ अनार बदाम सबै थोक छ है डल्ली चौको सुप खानु यो के हो यो त्यो अड्डो हो ए अदुवा पो अनि किन गोङ्गी भएर नछुन्यो यो लैजानु के सुप खाना हुन्छ मलाई बिमारी भएको छ के हो त्यही खानुस् त्यसको सुप बनाएर हो मिठो हुन्छ मच्छीवाला मच्छीसँग चाहिँ अभ्यास तिमी कहाँ बस्यो है ओइ देख्नुभयो हामीले सुन्तला खाना ल्यायौँ तपाईँले सुन्तला कसरी के हुन्छ यो 140 भन्नुहुन्छ के थियो 140 सुन्तला खान्छु खान म पेट दुखाएको छ सुन्तला र अमिलो खाए दुईटा भएर म सुन्छ नलिनु नलिनु के रुगा लाग्छ रे सुन्तला खान्छन् रे अझै बदाम र सुन्तला किनिहाल्यो हैन लाउनु 300 400 500 500 भनेर 500 को नोटै दिने रे फेरि 500 500 भनेर 100 रुपैयाँ दिनुहुन्छ है 500